म देशको लागि छातीमा गोली खान गएको थिएँ, तर मेरो उता प्रहरीहरूले खुट्टामा गोली हानेको छ। देशको खण्डमा कोही आवश्यक पऱ्यो भने फेरि म गोली खान तयार छु। नमस्कार, म नागेन्द्र सत्या। आज हामी उपस्थित भएका छौँ औरही नगरपालिकाको वाडा नम्बर 8 टिम्किया स्थित जेनजी आन्दोलनका एक योद्धा वीर युवा सञ्जित यादव ज्यूको घरमा आज हामी उपस्थित भएका छौँ। आज हामी यो भिडियो लाइक र कमेन्ट केहीको लागि पब्लिस गर्न खोजेको होइन। हामी यसको लागि आज यो भिडियो तपाईहरु माझ पुर्याइराखेको छु कि वास्तवमा यो के हो। देशको लागि लडेको युवालाई आज तपाईहरुलाई म देखाउन चाहन्छु कि वास्तवमा हामी कसरी सुतेका छौं, तर त्यो सुतिरहेको बेला उहाँ यो देश परिवर्तन गर्नुपर्छ, यो देशमा भ्रष्टाचारीहरू हावी भइसक्यो, हाम्रो राष्ट्रियता हराउँदै गएको छ, हाम्रो देश दिन प्रतिदिन उसको अवस्था खराब हुँदैछ र नेपाल आमालाई रक्षा गर्नुपर्छ भन्ने कुरालाई सम्झिँदै उहाँ मधेसबाट आन्दोलन हुनुभन्दा केही दिन अगाडि नै त्यो आन्दोलनमा सहभागी हुने भन्दै उहाँ आन्दोलनमा जानुभएको थियो। तर उहाँलाई पनि गोली लागेको अवस्था छ र उहाँलाई आज हामी भेट्न आएका छौं र सम्पूर्णमा देखाउन चाहन्छौं सुतेका युवाहरू यसरी नसुतौं। हेर्नुस् उहाँ कसरी गोली खाएर आएको छ। हिजोको दिनमा त्यो आन्दोलनमा कयौं युवाहरू शहीद भएका छन्, कयौं आमाको काख उजाडिएको छ, कयौं अझै यस्तै घाइते अवस्थामा छन्, कयौं अपाङ्ग भएर बसिराखेका छन् हैन। उहाँको आमा बुवाले पनि मेरो छोरा यसरी नै अनाहकमा गुमिहालोस् भनेर सोचेको छैनन्। उहाँको आमा बुवालाई पनि सल्युट गर्नुपर्छ कि उहाँले आफ्नो छोरालाई यो देशमा परिवर्तनका निम्ति उहाँले आफ्नो छोरालाई आन्दोलनमा जानको लागि रोकटोक लगाउनु भएको थिएन। त्यसैले उहाँहरूको जस्तो युवाहरूको चाहिँ बलिदानलाई हामीले खेर जाने दिने त अझै पनि परिवर्तन